कार्यान्वयन गरिपाउँ भन्ने यस सुझाव पत्र प्रस्तुत गर्दछौं। सुझाव नम्बर 1, कृषि उद्यमीहरूलाई नागरिकता राष्ट्रिय परिचय पत्रलाई धितो मानेर 0% मा ऋणको व्यवस्था गरिनुपर्ने। 2, भूमि व्यवस्थापन, सिंचाई, गुणस्तरीय बिउ, यन्त्रिकीकरण आदिमा मूल्य श्रृङ्खलासम्म पुग्ने उत्पादन बजार व्यवस्थापनको सुधार गरिनुपर्ने। 3, गुणस्तरीय बिउ मल यान्त्रिकीकरणमा राज्यका निकायबाट उद्यमीहरूमाझ पुर्याउने उचित व्यवस्था गरिनुपर्ने। आयात हुने वस्तु जुन नेपालमै उत्पादन गर्न सकिन्छ त्यस्ता वस्तुहरूको लागि विशेष प्राथमिकता दिई आयातमा रोक लगाउनु हुने। कृषकलाई प्रथम नागरिकको दर्जा प्रदान गरी स्वास्थ्यमा पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने। राज्यका 3वटा तहमा नै कृषि पशुपालनको क्षेत्रमा कम्तीमा 15% बजेटको अनिवार्य व्यवस्था गरिनुपर्ने। दक्ष जनशक्तिलाई स्वदेशमै उद्यमी बन्ने वातावरणको सरकारले सिर्जना गर्नुपर्ने। कृषिजन्य वस्तुको उद्योग स्थापना गर्दा लाग्ने सम्पूर्ण कर मिनाको व्यवस्था गरिनुपर्ने। स्थानीय स्रोत साधनहरूको जस्तै जल, जंगल र जमिनलाई स्थानीय कृषि उद्यमीले निर्विवाद रूपमा प्रयोगमा ल्याउन पाउनुपर्ने। स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि स्वदेश फर्क युवा अभियान तुरुन्तै सञ्चालन गरिनुपर्ने। स्वदेशमा उत्पादित अर्गानिक उत्पादनको उचित मूल्य कायम गरी बिक्रीको व्यवस्था मिलाउनु पर्ने। निजी कृषि क्षेत्रलाई अनुसन्धान केन्द्रको रूपमा मान्यता दिएर राज्यले लगानी गर्ने वातावरण मिलाउनु पर्ने। कम्तीमा पनि 20 वर्ष कृषि उद्यम गरेका उद्यमीहरूलाई पेन्सनको व्यवस्था तुरुन्त मिलाउनु पर्ने। युवा तथा खेलकुद मन्त्रालयले युवा कृषि उद्यमीहरूलाई कुल आफ्नो बजेटको 50% बजेट विनियोजन गरिदिनु पर्ने। तारबार सिंचाई बेर्नामा राज्यको 70% र उद्यमीको 30% लगानीको वातावरण सुनिश्चित गर्ने। स्थानीय तहले नै कृषि बीमा कार्यक्रम सञ्चालन गर्ने र जसको भुक्तानी पनि स्थानीय पालिकाबाटै हुने कार्यक्रमको व्यवस्था मिलाउनु पर्ने। नीति निर्माण तहमा कम्तीमा पनि 50% किसानहरूको उपस्थिति हुनुपर्ने। किसानलाई डिजिटल बनाउँदै AI को प्रयोगलाई सहज बनाउने र किसानको हातमा प्रविधि पुर्याउन राज्यले भूमिका खेल्नुपर्ने। कृषि वस्तु उत्पादनको मूल्य किसान आफैले राख्न पाउने व्यवस्था मिलाउनु पर्ने। यी मागहरू उपस्थित मञ्चासीन व्यक्तित्वहरूले सरकारका प्रमुख व्यक्तिहरूसम्म निकै छिटो पुर्याएर कार्यान्वयनमा ल्याउनु हुनेछ भनी उपस्थित सम्पूर्ण कृषक उद्यमीहरूले विश्वास लिएका छौं र यो ज्ञापन पत्र बुझिदिनु हुनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि आदरणीय सुस्मिता विसङ्खे म्याडमलाई विनम्र अनुरोध गर्दछु। धेरै